हेलो गुड मर्निङ सम्पूर्णलाई है। आज चाहिँ बुद्ध पूर्णिमा। आज हामी चाहिँ बुद्ध पूर्णिमा जाँदैछौँ। अन्त नानीहरू चाहिँ अघि गइसक्यो। हामी चाहिँ यो पुरानो हाई स्कुलमा आइपुग्यौँ। डाक्टर राधाकृष्ण स्कुल यो चाहिँ पुरानो हो। अन्त हामी चाहिँ आइपुग्यौँ र यो चाहिँ नयाँ हो है। माथि सरेको छ अहिले चाहिँ डाक्टर राधाकृष्ण हायर सेकेन्ड्री। एकदमै राम्रो छ स्कुल है। टाइडी नानीहरू त्यस्तै छ है। एकदमै राम्रो छ हाम्रो मजुवाको स्कुल चाहिँ। स्कुल मात्रै होइन है, पढाइदेखि लिएर सबै राम्रो छ। तपाईँहरूले हेर्नु सक्नुहुनेछ। यो चाहिँ नयाँ बनिएको स्कुल हो र यहाँ चाहिँ हाम्रो चाहिँ है कच्ची रोड छ। यस्तो छ रोड चाहिँ। अब बनिन्छ भनेर भन्दैछ। आशा छ बनिन्छ होला भनेर आशा चाहिँ छ है। भरोसा चाहिँ छैन तर बनाउनुहुन्छ होला। ढिलो छिटो त भइहाल्छ। यो चाहिँ हाम्रो मामाको घर है, मेरो बुढोको मामा। अन्त यो पनि मामाकै छोराको घर हो, दोकान। अन्त हामी चाहिँ है छिटो छिटो ढिलो भयो भनेर जाँदै थियौँ। अन्त आजको दिन चाहिँ धुम्मा छ है र पानीहरू पनि छिटौला जस्तो। अन्त यहाँ चाहिँ म आउँदैछु, स्पिड जाँदैछौँ हामी चाहिँ है। कतिवटा मेरो शब्दहरूमा मिस्टेक हुन्छ होला है, त्यसमा भुल हुन्छ होला, त्यसमा तपाईँहरूले मलाई क्षमा गरिदिनु होला। अन्त म चाहिँ अहिले यहाँ आई लभ मजुवा लेखेको जग्गामा पुग्न आँटेको छु है। र यहाँनिर आई लभ मजुवा लेखेको छ, तपाईँहरूले हेर्नु सक्नुहुनेछ। म तपाईँहरूलाई देखाउँदैछु। माथिबाट गाडी पनि आउँदै रहेछ है। र हामी चाहिँ यहाँ साइड लाग्दै हिँड्दैछौँ। गाडीहरू चाहिँ चल्छ तर यस्तै रोड भए पनि। मजुवा है, त्यसमाथि पनि आई लभ मजुवा लेखेको चाहिँ यहाँनिर छ है। यसले चाहिँ एकदम सुनमा सुगन्ध थपिएको जस्तो भएको छ है। तपाईँहरूले हेर्नु सक्नुहुनेछ। मैले चाहिँ बुढोलाई बस्नु न, म तपाईँको फोटो खिचिदिन्छु, भिडियो गरिदिन्छु भनेर चाहिँ बस्नु लाउँदैछु उहाँलाई है। उहाँ चाहिँ यहाँनिर फोटोको एक्सनहरू कस्तो गर्नु भनेर मैले चाहिँ माथिल्लो डिलमा चढ्नुहोस् न अन्त राम्रो आउँछ भनेर। धुम्म छ, एकदमै राम्रो आयो है भ्यूहरू पनि। यो चाहिँ चर्च हो, लेप्चागाउँको चर्च है। अन्त हामी चाहिँ यहाँनिर छोहरू किनेर मात्रै जाउँ भनेर हामी चाहिँ छो किन्नु जाँदैछौँ। र यहाँ मामाको दोकानबाट लानुपर्छ भनेर यहाँ दोकानमा जाँदैछु। दोकान चाहिँ बन्द रहेछ। अन्त हामी चाहिँ रिना बहिनीकोदेखि छोहरू किनेर पनि फर्किँदैछौँ होइन, घुम्न जाँदैछौँ है। अन्त हामी चाहिँ यहाँबाट उकालो लागिसक्यौँ, चर्चबाट उकालो। एकदमै धुम्म छ आजको दिन चाहिँ। भगवान्ले साथ दिनुहुन्छ होला। पुस्तक घुमाइन्जेल चाहिँ पानी चाहिँ नपरिदियोस् है। किनभने अब माने भन्ज्याङदेखि घुमेर आउनुपर्छ। बाटो पनि अलिकति चाहिँ अप्ठ्यारो छ है। त्यसले गर्दाखेरि भगवान् पानी चाहिँ नपरिदियोस् भनेर प्रार्थना गर्दै हिँड्दै थिएँ हामी चाहिँ है। मेरो कतिवटा शब्दमा मिस्टेकहरू हुनसक्छ, तपाईँहरूले मलाई क्षमा गरिदिनुहुन्छ भनेर पूर्ण आशा छ। र हामी चाहिँ अहिले गुम्बामा पनि पुगिसक्यौँ है। र यहाँ चाहिँ माने छ र हाम्रो शेर्पा परम्परा अनुसार चाहिँ शेर्पा गुरुङ लेप्चा अब बुद्धिस्ट धर्म अनुसार चाहिँ है हामी चाहिँ माने चाहिँ घुम्नुपर्ने हुन्छ है। र यहाँ ढोकेर चाहिँ यताबाट घुम्नुपर्छ घुम्दाखेरि चाहिँ है। र यहाँ ढोक्दै घुम्नुपर्छ। यसरी घुमेर चाहिँ यसरी ढोक्नुपर्छ है। 4 जग्गा ढोक्नुपर्छ। यसरी माथि चाहिँ भगवान्को मूर्तिहरू राखिएको हुन्छ र है यहाँ मुनि चाहिँ हामीले ढोक्नुपर्ने हुन्छ। सक्यो भने चाहिँ 5 पल्ट, अब आफ्नो इच्छा अनुसार है 3 पल्ट घुम्दा पनि हुन्छ। र अहिले चाहिँ यहाँ वाङ स्टार्ट भइसकेको छ है। हामी चाहिँ अन्त यहाँ लाइनमा बसिरहेको छौँ। नानीहरूलाई पहिला चान्स दिउँ भनेर चाहिँ एकदमै भिड छ। कति चाहिँ वाङ थापेर गइ पनि सक्नुभयो र हामी चाहिँ यहाँ लाइनमा छौँ। र वाङ चाहिँ एकदमै सुरु भइसकेको छ। बहिनीले वाङ थापेर पनि निस्किनु हुँदैछ है। यहाँ चाहिँ मेरो हब्बी चाहिँ लाइनमा हुनुहुन्छ। खिड्कीदेखि बाहिर हेर्दाखेरि पनि एकदमै भिड छ है। यहाँ चाहिँ नानीहरू लाइनमा पछाडि उभिरहेको थियो र हामीले चाहिँ वाङ चाहिँ धर्मगुरुले यसरी दिनुहुँदैछ। लामा गुरुज्यूले चाहिँ यसरी वाङ दिनुहुँदैछ है। अन्त हाम्रो यहाँ भाइ प्रधानज्यू पनि
वाङ थापेर निस्किनु हुँदैछ। एकदमै भिड भएको कारणले गर्दा यहाँ पनि भाइ नै हो है, उहाँ पनि वाङ थापेर खानु हुँदैछ। अन्त हामी चाहिँ लाइनमा छौँ। सुङ्दी है, वाङ, अन्त त्यस्तै प्रसादहरू खाँदै हामी चाहिँ यसरी निस्किनुपर्छ है। हाम्रो बुद्धिस्ट अनुसार चाहिँ यहाँ चाहिँ लामा कुशेलाहरू हुनुहुन्छ है, उहाँ चाहिँ धर्मगुरु हुनुहुन्छ, ठुलो हेड लामा हुनुहुन्छ उहाँ चाहिँ। मैले है उहाँ पनि फर्केको छ अहिले। पुस्तक भइन्जेल चाहिँ पानी परे एकदमै भगवानले सार्नु भयो। सक्नुहुन्छ पानी त्यसमा चाहिँ ठुलो आएको है। यो चाहिँ डक्टर सेकेन्ड्रीमा चाहिँ म घरतर्फ पुग्दैछु। तपाईँहरू कस्तो डरलाग्दो पानी परेको छ, तर पुस्तक घुमाइन्जेल चाहिँ पानी एक छिटा पनि आएन। एकदमै राम्रो। थ्याङ्क यू सो मच फर वाचिङ। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला, फलो पनि